मेरो प्यारो दिदी सपनाहरू मारेर घरको जिम्मेवारीको पछाडि भाग्नुहुन्छ। हन हन ज्वरो आउँदाखेरि पनि सुत्नुको बदलीमा कामतिर लाग्नुहुन्छ। स्कुटीमा आउँदा जाँदा कति बेसी थाक्नुहुन्छ। महिनाको स्यालेरी केही छिन त समाउनुहुन्छ। मेरो खर्च र घरको लागि छुटाउनुहुन्छ। आफू चाहिँ केवल 1-2 हजार मात्रै समाउनुहुन्छ, तर पनि के बेसी रमाउनुहुन्छ। सपना छ होला तिम्रो पनि महँगो बाइक किन्ने, साथीभाइहरूसँग लङ राइडमा हिँड्ने। यति हो तिम्रो बढेको पाइलाहरू रोकिनु भएन, कहीँ कतै ठोकिनु भएन। त्यो आसमान छुनु पर्यो, सपना विपनामा हुनु पर्यो। घरको धुरी लड्नुभन्दा अगाडि छोरा भएर समाउनुहुन्छ, समाएर कमाउनुहुन्छ। आफ्नो खुसीहरू चाहिँ लुकाएर हाम्रो खुसीमा हामीलाई हेर्दै जिस्किँदै रमाउनुहुन्छ।